यार केटाकेटी अरे आज न्यू खोज्नेहरूले म्याथ सिक्ने आज बोधी खान्छ मुझे। नमस्ते हजुर हजुर नमस्कार आन्टी दिदी उठ्यो उठ्यो ए ए उठ्यो गऱ्यो ए उठ्यो 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 कुकुरी रुको जरा सबर करो। व्हाट बुस्तिक रे ओए बुस्तिक रे व्हाट सांप रे भाइ एकैचोटि कालो ढुक्कुर ढुक्चुकु 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 ढुक म एकछिन केटाकेटी भइदिए केटाकेटी भइदिए खोइ बुबु चुस्तिम त समझ रहे हो आप समझ रहे हो। त ब्ल्याङ्क लडिस तेरो टाउको फुटो अरे म खिचि त हाँस उठो भाइ हाँस उठो एकछिनमा रुइदिउला तेरो लागि एकछिनमा त हस्पिटल पनि लगिउला तर पट्टै दे हाँस उठो भाइ थाहा पाएको होइन थाहा पायो नि त त्यहाँ त्यसले लेख्दाखेरि त्यसले थाहा पाएन त टिकटकले अबे यो त घिनलाग्दो चिज भयो यहाँ कमेन्टमा छ त कसले पठायो घिनलाग्दो चिज त्यसलाई भन्छ चिन्दैन न यार मान्छे अति नै गर्छ यार भाइ अति नै मलाई कस्तो रिस आएको थियो मैले टिकटकमा नदेखाएको कस्तो एक्सन भएको थियो भेग पनि तान्न पाउँदैन तुरन्तै फेरि पाउँछ अरे म एकचोटि पहिला छोला हाम्रो भाइ आएको थियो नि यो बिहान उठेर क्या दिँदै म्याच सिक्ने कस्तो आनन्द म त झुक्केर बल्ल बल्ल एउटा केटी पट्याउन खोज्छु डेट जान्छु खोइ म त हरेक केटीसँग डेट जाँदा पनि उनीहरूको मनमा के छ भनेर यसो हेर्न खोज्छु उनीहरूलाई चाहिँ त्यो बुबु हेरे जस्तो लाग्दो रहेछ होइन खोइ मलाई त त्यस्तै हो यार म सानोबाट यस्तै हो गाडी महेश बस्नेत त तपाईँको काका पर्छ अरे त यी खुलित्ते काका हस्ते कतिचोटि हान्दा निन्द्रा लाग्छ होला दाइ कैसे कैसे लोग रहते हैं यार यहाँ पर बाइकको त्यो चाहिँ मलाई थाहा भएन यार भाइ 4 मा चाहिँ लाग्दैन रहेछ निन्द्रा 4 सम्म चाहिँ मैले थाहा पाएँ हो 5 तू समझा हाँ नहीं तू समझा नहीं। दाइ तपाईँको गुल्ला कालो छ कि सेतो छ अरे गुल्ला कालो मेरो त कालो छ भाइ मेरो कालो छ तर कालो छैन नि भाइ ठिक्कको छ ब्राउनिस ब्राउनिस छ ब्राउनिस त्यो हेर्दाखेरि अबे कस्तो मजाको कलर भने जस्तो फिल हुन्छ पब्लिकमा गेडा चिलायो भने भाइ यस्तो हो क्या अब त पब्लिकमा हिँडिरहेछ होइन हिँडिरहेछ तल गेडा चिलायो होइन यसो गर्ने होइन भाइ अनि यो यसो गरेर त्यो अनि यसो गर्ने क्या के चाहिँ त्यही त यसो यसो गर्ने होइन यी दिने क्या भाइ बुझिनस् यहाँ म दिइरहेछु यी दिइरहेछु म यसरी बुझिनस् के चाहिँ यार यस्तो यस्तो गरेर तर म दिइरहेछु मेन खेल चाहिँ फेरि तैँले यो दिने होइन नि थाहा पाउँछ भाइ यो भित्र भित्र यसलाई चिमटेर यो दिने बुझिस् तपाईँको कन्डो देखाउनु न मलाई एक दिनको लागि कन्डो दिनु न एक दिनको लागि कमाल यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर के गर्छस् मेरो कन्डो लगेर बेच्छ चलाएर अनि मैले कन्डो फिर्ता लिँदा त त्यो फिर्ता दिन्छ चला होइन यो कन्डो जस्तो लान्छस् त्यस्तै सरक्क फिर्ता दिन्छस् भने लैजा भाइ दिन्छु तर यो कन्डो लगिस् अनि फिर्ता दिँदाखेरि यो कन्डोमा यो कन्डोको साइजको दुलो ठुलो छ या भएको छ हो यस्तो छ भने पात्ता छ भने नानीहरूलाई सानोमा त्यो नाचिदेऊ नानी नो 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 तर मलाई त्यस्तो मन पर्दैन भाइ त्यस्तो मन पर्दैन भाइ मलाई
मलाई नचिनेको मान्छेहरू होस् हो त्यस्तो मनपर्छ म कहाँ गएको 2,000 years later. ए मेरो सामान आएको छ RR tipped 50 rupees. Die twerk please. हाँ कस्तो चित्त दुख्छ भाइ कस्तो चित्त दुख्छ चित्त दुख्दैन भाइ मलाई चाहिँ यार मैले कति चाहिँ के गरेको छैन आएर यहाँ गाली गर्छस् के गर्छस् मैले कहिले के चाहिँ गरेको छैन भाइ आएर सबैलाई हँसाउने के गर्ने काम गरेको छस् तर तिमीहरू मुझीहरू कहिले केही गर्दैन अलिकति केही भन्नु तेरो चित्त दुख्ने अलिकति केही भन्नु तँलाई नराम्रो लाग्ने अलिकति केही भन्नु तेरो चाहिँ पुरा सबै प्राणै गइहाल्ने भाइ म नराम्रो भाइ दुनियाँलाई नचाउने हँसाउने काम गर्ने म नराम्रो भाइ भाइ आज आएर हो एक्टिङ चाहिँ यसलाई भन्छ कैसा लगा मेरा मजाक हो